लुगा लानु ल हुन्छ भरे हामी चाहिँ यसमा मन्दिर जाने सामान एउटा धुप पनि हुन्छ एउटा एक बट्टा सिन्दुर पनि लगाइदिनु सिन्दुर छ सिन्दुर त छैन नि होइन त्यति भए भइहाल्छ सिन्दुर चाहिँ कहिले चढाइहरू दिन्छ नि ए माथि माथि मन्दिरमा पनि पाउनुहुन्छ जेठानी देउरानी चाहिँ लाग्यौँ दर्शन गर्न घुँडा दुखेर फेरि हिँड्नु जस्तो के र माताले बोलाउनु भएको सक्छौँ होला भन्दै हिँड्दैछु हामी जङ्गलको पहिला त यो ढुङ्गाको बाटो पो थियो त गालडाङ गुडुङ जरा आएको हो अहिले त सिँढी बनाएको छ यसरी बनाएर यस्तो चाहिँ चित्ताको कुरा पुग्छ कि यसरी बनाएर राख्छ है त्यो खै देख्दैछ नि हामी चाहिँ लक्कु भन्थ्यो सानोमा लक्कु भन्दै खेल्थ्यो हो तपाईँहरू चाहिँ के भन्नुहुन्छ लक्कु भन्दै केटीकेटीमा पुरा खेल्थ्यो अहिले त मन्दिर जाने बाटोमा बनाउँदो रहेछ मन्दिर जानेतिर मन्दिरको सायद इच्छाहरू पुरा हुन्छ होला हिँड्नु सकेन म पो घुँडा दुखेको भनेको त यिनीहरू त झन् हिँड्नै सकेन यिनीहरू त स्निकर लाग्छ अझै हो मेरो त जुत्ता पनि हल्का हिल्छ होइन होइन यो त कटुस कहाँ हो यो त अम्बके हौ जङ्गली अम्बके मिठो हुन्छ होइन हौ बुढीलाई पनि तँ पो भन्दा रहेछ त हौ म त आज सुन्दैछु विजयले तँ भनेको माया गरेर तँ भनेको रेस्पेक्ट नगरेको त रेस्पेक्ट नगरेको विजयलाई शशी काका आमा तँ भन्छ बाटो चाहिँ एकदमै राम्रो बनाइदिनु भएको छ है यहाँको एरियामा चाहिँ को पर्छ हिँड्नु सजिलो पहिला त हामी त त्यसरी ढुङ्गाको बाटो हिँडेको आज आउँदा चाहिँ त्यसरी ढुङ्गाको जराको बाटो हिँडेको थियो अहिले चाहिँ धेरै राम्रो भएछ यसरी मन्दिर जाने बाटो चाहिँ अलिक यसरी छ भने चाहिँ बुढाबुढी पनि हौ फाइनली हामी चाहिँ मन्दिर आइपुग्यौँ देवी माताको पातिभारा माताको मन्दिर विजय त कहाँको हो के पो भन्यो इलाम 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 जिल्लामा स्थित छ है हेर्न सक्नुहुन्छ तपाईँहरू पनि आप लोग भी देख सकते हो हम मंदिर पहुँच गए इलाम जिला का हमने सोचा नहीं था हम यहाँ आ जाएंगे ल अहिले आऊ न लल्ली हामी चाहिँ आइपुग्यौँ माताको मन्दिर पहिला पूजा गर्नुपर्छ आप चाहिँ
यहाँ हेर लु हाँसिदियो त्यसो नगर अनारै डल्लै छोइदिन्छ हुनु सबैले मान्ने पनि हुनु माता हुनुला ओम एतम देवताम निज भूता ध्यानि जसौदे देवी गाति नसदे नदुर्गा भाग्यकी पनि सबै राम्रो साकाको सेवा लागोस् सम्पूर्ण परिवारलाई बालकलाई माता रक्षा गरून् आकाशको देश सोचेर आउनु साथमा